नमस्ते। आज हामी एउटा विशेष स्रोतमा गहिरिएर हेर्दैछौँ। तामाङ संस्कार संस्कृति निर्देशिका, जुन अन्तर्राष्ट्रिय तामाङ परिषदले तयार पारेको हो। र आज हाम्रो छलफलको मुख्य विषय तामाङ समुदायको विवाह संस्कार हो। हाम्रो लक्ष्य भनेको नियमहरू सरसर्ती पढ्नु मात्रै होइन, बरु यी परम्पराहरूको पछाडि लुकेको दर्शन, सामाजिक संरचना अनि पहिचानको गहिराई नाप्नु हो। किनभने हरेक विधि, हरेक नियमले एउटा बृहत सामाजिक मान्यता र सम्बन्धको कथा बनिरहेको हुन्छ। विवाह कसरी हुन्छ भन्ने मात्र होइन, विवाहले समाजलाई कसरी जोड्छ र बलियो बनाउँछ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ। त्यसो भए यहीँबाट सुरु गरौँ न त। विवाहको जग अर्थात् को बीच विवाह हुन सक्छ, यसको आधारभूत नियम के रहेछ? मैले यहाँ पढे अनुसार मामा फुपूका छेलाछेली बीच विवाहलाई मान्यता दिइदो रहेछ। तर स्वाङ्गे भाइ मिचेर बिहे गर्न नहुने नियम चाहिँ निकै कडा देखिन्छ। हो, यो निकै महत्त्वपूर्ण पक्ष हो। स्वाङ्गे भाइ मिच्नु हुँदैन भन्नुको अर्थ एउटै वंशभित्र वा नजिकको रगतको नातामा विवाह वर्जित छ भन्ने हो। यसले वंशको शुद्धता र सामाजिक संरचनालाई कायम राख्ने काम गर्छ। र कुन नाता चल्छ कुन चल्दैन भन्ने दुविधा भयो भने ताम्बा मतलब समुदायको अनुभवी र ज्ञानी व्यक्तिलाई सोध्ने चलन छ। यसले यो विषयलाई कति गम्भीरतापूर्वक लिन्छ भन्ने देखाउँछ। यो व्यक्तिगत रोजाइ मात्र होइन, सामाजिक अनुशासनको कुरा पनि हो। अनुशासनकै कुरा गर्दा यहाँ अरू दुईवटा नियमले मेरो ध्यान खिच्यो। पहिलो, केटीको मन्जुरी बिना जोड जबरदस्ती गर्न नपाइने, र दोस्रो, तोकिएको भन्दा बढी रितभात र नगद लिन दिन नपाइने। के यी दुई नियमलाई एउटै छातामुनि मतलब व्यक्तिको सम्मान र सम्बन्धको मूल्य भन्ने सिद्धान्त अन्तर्गत हेर्न सकिन्छ? एकदम सही कोणबाट हेरियो। यी दुवै नियमले विवाहलाई मानवीय र सम्मानजनक बनाउने प्रयास गर्छन्। एकातिर केटीको इच्छालाई सर्वोपरि राखेर उसको व्यक्तित्वको सम्मान गरिएको छ भने अर्कोतिर अनावश्यक लेनदेनमा रोक लगाएर विवाहलाई आर्थिक बोझ वा व्यापार बन्नबाट जोगाइएको छ। यी सबै नियमहरूलाई एकै ठाउँमा राखेर हेर्दा एउटा गहिरो कुरा देखिन्छ। तामाङ संस्कारले विवाहलाई दुई व्यक्तिको मिलन मात्रै मान्दैन। यो त दुई वंशबीचको सामाजिक सम्झौता हो, जहाँ लेनदेनभन्दा सम्बन्ध र कर्काबभन्दा सहमतिको महत्त्व हुन्छ। यो सन्देश त निकै राम्रो लाग्यो। तर यो सम्बन्धलाई औपचारिक रूप दिनको लागि व्यावहारिक कदमहरू के हुँदा रहेछन् त? केटा पक्षले केटीको घरमा प्रस्ताव लिएर जाँदाको पहिलो दृश्य कस्तो हुन्छ होला? प्रक्रिया निकै व्यवस्थित र चरणबद्ध छ। पहिलो चरण हो न्योत्पा अर्थात् सोधपुछ। न्योत्पा हो, यो केटी माग्न जाने औपचारिक सुरुवात हो। त्यसपछि आउँछ तामछ्यालवा। न्योत्पा भनेको सोध्नी, यो त बुझियो। तर तामछ्यालवा, यसको अर्थ कुरा छिन्ने भए पनि व्यवहारमा यो कस्तो हुन्छ? के यो अन्तिम डिल पक्का गर्ने जस्तो हो? हो, त्यसरी बुझ्दा हुन्छ। तामछ्यालवामा दुवै पक्ष बसेर विवाहका सबै शर्तहरूमा सहमति जनाउँछन् र कुरा पक्का गर्छन्। र यी दुवै चरणमा केटा पक्षले पोङ मतलब जाड रक्सी, खादा र कोकुमहेन्दो फूल अनिवार्य रूपमा लानुपर्छ। यी वस्तुहरू केवल कोसेली मात्रै होइनन्, यिनीहरू सम्मान, मित्रता र सम्बन्ध जोड्ने पवित्र प्रतीक हुन्। यसले के देखाउँछ भने सम्बन्ध हतारमा होइन, सम्मानपूर्वक, विधिपूर्वक र सबैको सहमतिमा अघि बढ्छ। सहमति पछि आउँछ सबैभन्दा महत्त्वपूर्ण विधि, चारदाम र रितभात। निर्देशिकाले भन्छ यी विधि पूरा नभएसम्म विवाह पाको मानिँदैन, मतलब कानुनी वा सामाजिक रूपमा पूर्ण हुँदैन। यो चारदामको अवधारणालाई अलि विस्तारमा बुझौँ न। चारदामलाई तामाङ विवाहको मुख्य स्तम्भ नै मान्न सकिन्छ। यसमा 4वटा सिक्का, 5 पोङ रक्सी र लाम्हेन्दो मतलब कोकेमहेन्दो फूल पर्छन्। तर यहाँ सबैभन्दा रोचक कुरा के छ भने ती चारदाम कसलाई जान्छ भन्ने कुरामा यसको वास्तविक अर्थ लुकेको छ। एक दाम केटीलाई, एक दाम उसको सहोदर माइतीलाई, एक दाम आमाबाबुलाई र अन्तिम एक दाम बन्नेउली माइतीलाई। एकछिन है, यो त निकै रोचक लाग्यो मलाई। केटीको सहोदर माइती र बन्नेउली माइतीलाई पनि छुट्टै दाम दिनुको मतलब त केटीको सम्बन्ध उसको बुवा आमामा मात्र सीमित छैन भन्ने कुरालाई औपचारिक रूपमै स्वीकारिएको रहेछ। यो त सम्बन्धको नेटवर्कलाई नै सम्मान गरे जस्तो भयो नि। बिल्कुल,
यसले विवाह केवल दुई व्यक्ति वा दुई परिवारको मात्र मिलन होइन, यो त दुईवटा वंश र नातागोताको सञ्जाल बीचको सम्बन्ध हो भन्ने देखाउँछ। केटीको पहिचान उसको माइतीको हरेक हाँगासँग जोडिएको हुन्छ र ती सबैको सम्मान गरेपछि मात्र वैवाहिक सम्बन्ध बलियो हुन्छ भन्ने यो गहिरो मान्यता हो। पर्ने चलन रहेछ। यो संख्या सुन्दा नै अचम्म लाग्छ। के यो केवल केटा पक्षको सामर्थ्य देखाउनको लागि मात्र हो वा यो 6 कोरी भन्ने संख्याको कुनै सांस्कृतिक महत्त्व पनि छ? यो दुवै हो। एकातिर यति धेरै रोटी तयार गरेर लैजानुले केटा पक्ष केटीलाई पाल्न र जिम्मेवारी लिन सक्षम छ भन्ने एउटा सामाजिक प्रदर्शन हो। तर अर्कोतिर तामाङ समुदायमा कोरी मतलब 20 को समूहमा गणना गर्ने पुरानो चलन छ र 6 कोरी अर्थात् 120 ले एक प्रकारको पूर्णता र सम्पन्नतालाई जनाउँछ। यो केवल पेट भर्ने रोटी होइन, यो सम्बन्धलाई हरेक हिसाबले पूर्णता दिने वाचा हो। र बदलामा माइती पक्षले छोरीलाई अंश, पेवा र दाइजोको साथमा हँसिया, बटुका र कुटो जस्ता व्यावहारिक उपहार दिने चलनले के सङ्केत गर्छ त? यसले तामाङ समाजको कृषि आधारित जीवनशैली र महिलाको आत्मनिर्भरतालाई महत्त्व दिने कुरा देखाउँछ। सुन चाँदी जस्ता गहना भन्दा पनि हँसिया, बटुका, कुटो जस्ता उत्पादन र परिश्रमसँग जोडिएको औजार दिनुको अर्थ हो छोरी तिमी जहाँ गए पनि आफ्नो सिप र श्रमले आत्मनिर्भर बन्नु, सम्पन्न रहनु। यो केवल उपहार होइन, यो नयाँ जीवन सुरु गर्नका लागि दिएको आशीर्वाद र सामर्थ्य हो। अब अलिकति पहिचानको कुरा गरौँ। यो निर्देशिकामा विवाहलाई अन्य संस्कृति भन्दा फरक देखाउने केही स्पष्ट नियमहरू छन्। जस्तै बेहुलीलाई सिन्दुर पोते नलगाइदिने, बरु पाङदेन र चाँदीको सिक्री लगाइदिने। विवाहमा सबैले तामाङ वेशभूषा अनिवार्य लगाउनु पर्ने। यो किन यति महत्त्वपूर्ण छ होला? यो आफ्नो मौलिक सांस्कृतिक पहिचान जोगाउने एक सशक्त र सचेत प्रयास हो। सिन्दुर पोते सामान्यतया हिन्दू परम्परासँग जोडिन्छ। पाङदेन जो तामाङ महिलाको पहिचान हो र चाँदीका गहनाहरू उनीहरूको परम्परागत वेशभूषाका अभिन्न अङ्ग हुन्। विवाह जस्तो महत्त्वपूर्ण संस्कारमा आफ्नै पहिचान झल्काउनुले समुदायको आत्मविश्वास र आफ्नो संस्कृतिप्रतिको गर्व देखाउँछ। यो हामी फरक छौँ र हाम्रो आफ्नै सुन्दर परम्परा छ भन्ने एउटा घोषणा जस्तै हो। त्यसो भए हिन्दू संस्कृतिबाट प्रभावित कन्यादान, गोडा धुने, छोरीको नाममा नुन बार्ने जस्ता कार्यहरू नगर्ने भनेर स्पष्ट लेखिनु पनि यही पहिचानको लडाईँको हिस्सा भयो होइन त? हो, र यसको अर्को पक्ष पनि छ। विवाह ताम्बा काइतेन र ह्वाई मतलब परम्परागत गीत र विधि मार्फत सम्पन्न गराउनुले उनीहरूको आफ्नै मौखिक र सांस्कृतिक परम्परा कति धनी छ भन्ने प्रमाणित गर्छ। उनीहरूलाई अरूको संस्कृति सापटी लिनु आवश्यक छैन भन्ने सन्देश हो यो। आफ्नो परम्परा जोगाउनु त राम्रो कुरा हो, तर आजको समयमा ताम्बा वा ह्वाई गाउने जान्ने मान्छेहरू भेट्न कतिको सजिलो छ होला? के यो निर्देशिकाले आदर्श कुरा गरे पनि व्यवहारमा यी विधिहरू लोप हुने खतरामा छैनन् र? यो एकदमै जायज प्रश्न हो। निश्चय पनि आधुनिकता र बसाइसराईसँगै यी परम्पराहरूलाई जीवन्त राख्न चुनौतीहरू छन्। धेरै युवा पुस्तालाई यी विधिबारे थाहा नहुन सक्छ। तर यही चुनौतीलाई सम्बोधन गर्न नै यस्ता निर्देशिकाहरूको महत्त्व हुन्छ। यसले कम्तीमा पनि एउटा मानक तयार गर्छ, एउटा आइडियल प्रस्तुत गर्छ। हराउन लागेका कुराहरूलाई लिपिबद्ध गरेर भविष्यका लागि सुरक्षित गर्ने र समुदायलाई आफ्नो मौलिकतातिर फर्कन प्रेरित गर्ने काम यसले गर्छ। अब केही विशेष परिस्थितिहरूको कुरा गरौँ। निर्देशिकाले चोरी विवाह अर्थात् भागेर गरेको विवाहलाई पनि मान्यता दिने व्यवस्था गरेको छ। यहाँ मलाई एउटा प्रश्न सोध्न मन लाग्यो। एकातिर केटीको सहमति बिना विवाह हुँदैन भनिएको छ, अर्कोतिर चोरी विवाहलाई पनि पछि मान्यता दिइन्छ। के यी दुई कुरा आपसमा बाझिँदैनन् र? एउटाले सहमतिलाई जोड दिन्छ, अर्कोले सहमति बिनाको कार्यलाई पनि स्वीकार्छ जस्तो देखियो। यो निकै गहिरो प्रश्न हो र यसले समाजको लचकता र व्यावहारिकता देखाउँछ। चोरे विवाहको अर्थ सधैँ केटीको सहमति बिना हुन्छ भन्ने होइन। धेरैजसो अवस्थामा केटाकेटीको सहमतिमै भागेर विवाह भएको हुन्छ, तर पारिवारिक सहमति नभएको हुन सक्छ। तर तपाईले भने जस्तै जबरजस्ती भएको अवस्थामा पनि समाजले त्यसलाई कसरी सम्बोधन गर्छ भन्ने कुरा महत्त्वपूर्ण छ।
समाजले त्यस्तो विवाहलाई तबसम्म पूर्ण मान्यता दिँदैन जबसम्म केटा पक्षले मागी विवाह सरह नै चारदाम र रीतभात बुझाएर केटी पक्षको सम्मान गर्दैन। यसको मतलब व्यक्तिगत छनौट वा गल्तीलाई सामाजिक प्रक्रियाभित्र ल्याएर त्यसलाई सुधार्ने र वैधता दिने एउटा बाटो खुला राखिएको छ। अन्ततः सबैजना सामाजिक मान्यता र विधिको दायराभित्रै आउनुपर्छ भन्ने यसको मूल आशय हो। अन्तर्जातीय विवाहमा नयाँ सामाजिक कुटुम्बेरी थर र माइती बनाइदिने चलन त निकै प्रगतिशील सुनियो। तर के यो व्यवहारमा त्यति नै सहज छ? बाहिरबाट आएको व्यक्तिलाई समुदायले साँच्चै स्वीकार्छ? स्रोतले यसका चुनौतीबारे केही बताउँछ कि? स्रोतले चुनौतीबारे सिधै नभने पनि यो प्रक्रियाले नै त्यसलाई सम्बोधन गर्ने प्रयास गरेको देखाउँछ। माइती सृजना गर्नु भनेको त्यो महिलालाई सामाजिक सुरक्षाको ग्यारेन्टी दिनु हो। अब उसको सुख दुःखमा बोल्दिने, आँट भरोसा दिने एउटा औपचारिक संरचना तयार भयो। कसैले हेप्न नपाओस्, उसलाई एक्लो महसुस नहोस् भनेर समुदायले नै उसको माइतीको भूमिका लिन्छ। यो केवल नाम दिनु मात्र होइन, यो त सामाजिक जिम्मेवारी लिनु हो। यो सामाजिक समावेशीकरणको एउटा उत्कृष्ट उदाहरण हो जसले समुदायलाई बन्द होइन, खुला र स्वागत योग्य बनाउँछ। र यहाँ अर्को एउटा निकै महत्त्वपूर्ण नियम छ जसले मलाई सोच्न बाध्य बनायो। महिलाको थर विवाहपछि परिवर्तन नहुने। यसको पछाडिको सिद्धान्त के रहेछ? यसको पछाडि तामाङ समुदायको वंश र पहिचान बारेको गहिरो मान्यता लुकेको छ। आमाबाट रगत र बाबुबाट हाड सर्ने। यो सिद्धान्त अनुसार व्यक्तिको वंश हाड अर्थात् बाबुको थरबाटै निर्धारण हुन्छ। तर रगत अर्थात् आमाको वंश पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ र त्यो कहिल्यै परिवर्तन हुँदैन। त्यसैले महिलाले आफ्नो थर परिवर्तन गर्दैनन्, जसले उनको माइती पक्षसँगको सम्बन्ध र पहिचानलाई जीवनभर कायम राख्छ। यो कुराले मलाई एकछिन सोच्न बाध्य बनायो। हाम्रो समाजमा विवाहपछि महिलाको पहिचान श्रीमानसँग जोडिन्छ भन्ने मान्यता बलियो छ। तर यो परम्पराले त महिलाको आफ्नै वंशको पहिचानलाई कहिल्यै मेटिन दिँदैन रहेछ। उनी कसैको श्रीमती मात्र होइन, जीवनभर कसैकी छोरी पनि हुन् र त्यो पहिचान उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरालाई यसले सधैँ जीवित राख्छ। यो त निकै शक्तिशाली विचार हो। र यही दर्शन सम्बन्ध विच्छेद मतलब सिङ्गा धागो र विधवा विवाह जस्ता अभ्यासमा पनि देखिन्छ। यी व्यवस्थाहरूले तामाङ समाज व्यक्तिगत जीवनका जटिलताहरूप्रति कति संवेदनशील र व्यावहारिक छ भन्ने देखाउँछ। दुवै पक्षको सहमतिमा सम्बन्ध टुङ्ग्याउन सकिने र त्यसपछि दुवैले आफ्नो जीवन सम्मानपूर्वक अगाडि बढाउन सक्ने प्रावधान हुनुले यसलाई एक परिपक्व सामाजिक प्रणालीको रूपमा स्थापित गर्छ। आजको हाम्रो यो गहिरो छलफलबाट मैले के बुझेँ भने तामाङ विवाह संस्कार केवल केही विधिहरूको सङ्ग्रह मात्र होइन रहेछ। यो त सहमति, सम्मान, पहिचान र लचकतामा आधारित एउटा व्यवस्थित सामाजिक प्रणाली रहेछ। हो, चारदामको वितरणदेखि महिलाको थर परिवर्तन नहुने नियमसम्म हरेक पक्षले यो समुदायको गहिरो सांस्कृतिक दर्शन र सामाजिक संरचनालाई देखाउँछ। यो केवल नियमहरूको सूची होइन, यो सम्बन्ध र समुदायलाई हेर्ने एउटा दृष्टिकोण हो, जीवन जिउने एउटा तरिका हो। आजको छलफललाई बिट मार्नु अघि श्रोताका लागि एउटा अन्तिम विचार छोडेर जाउँ। यो निर्देशिकामा एउटा नियम छ। बाबुआमाको चारदाम भएको छैन भने उनीहरूको नानीहरूको चारदाम हुन सक्दैन। हो, यो निकै गहिरो र सोच्न बाध्य बनाउने नियम हो। यसले विवाहको विधिलाई केवल एक दम्पतिको जीवनमा मात्र सीमित नराखेर त्यसको महत्त्व र दायित्वलाई आउने पुस्तासम्म जोडेको छ। कुनै पनि व्यक्तिको सामाजिक र सांस्कृतिक वैधता उसको अघिल्लो पुस्ताले पूरा गरेको परम्परागत दायित्वसँग कसरी जोडिएको हुँदो रहेछ र यसले हाम्रो व्यक्तिगत जीवनको सामाजिक निरन्तरतालाई कसरी परिभाषित गर्छ, यो सोच्नका लागि एउटा गहिरो प्रश्न होइन र?